हामी चाहिँ इस्टर्न हेभन आएको अहिले चाहिँ समुद्रमा तल झरेछौँ हिँडेर घरबाट 10 o'clock मा हिँडेको हामी अहिले चाहिँ समुद्रको किनारामा छौँ अब साथीहरू हुनुहुन्छ यहाँ भगवती पुष्पा कोपिला कस्तो भइरहेछ हैन भिडियो बनाएको कस्तो भइरहेछ भगवती साह्रै मजा आज त इन्जोय गरियो धेरै वेदरले साह्रै साथ दिएको छ कस्तो राम्रो के है अलि जिउलाई पनि धरापमा पारी अलि टाढा चढियो चढेर आइयो हैन स्ट्रगल चाहिँ गर्न पर्ने रहेछ पैसालाई मात्र हैन अलिकति त्यही त रमाइलो छ यसरी कहिले आउनु पर्ने रहेछ बेला बेलामा आउनु आफ्नो लागि टाइम निकालेर आउनु पर्ने रहेछ ठाउँ चाहिँ एकदम रमाइलो छ ल हेर्नुहोस् अब हामीहरूले अब एउटा हिँड्दा अब अघि भिडियो खिचेन अब हिँडेर जस आधा घन्टाको बाटो हिँडेर आइयो अब चिया खाना भनेर चाहिँ यो छोटो ब्रेक भनौँ न अघि माथितिर चाहिँ अलि जाडै थियो यो यस्तो पहाड जस्तोमा आइएछ अहिले अनि समुद्र यहाँ नजिकै छ ल भगवती एउटा डान्स जानेछ पानको पात मायालुलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी साला पानको पात मायालुलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी साला ल है चट ल कोपिला एउटा जाओस् न त गीत केही एउटा गीत जाओस् न कोपिला साथीहरू चाहिँ यहाँ रमाइलो गर्दै हुनुहुन्छ यो यहाँ गिटी भएको ठाउँमा मन खोलेर साथी हो बोलिदे पानको पात मायालाई सम्झन्छु दिनको रात मर्स्याङ्दी साला माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी साला हो साह्रै रमाइलो भइरहेछ है ल अब चिया निकालौँ न त खाम ल साथी भगवती कोपिला पुष्पा चाहिँ यहाँ आफ्नो प्रतिभा देखाउँदै हुनुहुन्छ यो समुद्रको छेउमा नाच्ने कसले नाच्छ अब हामीले बाहेक यो सानो पिकनिक भन्दा नि हुन्छ है कति राम्रो आएको छ भ्यू पनि साह्रै राम्रो आएको छ है घामले साथ दिएको अवस्था यसैमा टिकटक बनाए पनि हुन्छ क्या समुद्रको छेउमा आएर चाहिँ नाच्न पाइएको छ कपिला यताबाट किन्नु आमाले पुरा आमाले
यता जाम है यता 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 है चिया खाने बेला भएको छ अब ब्रेक भनौँ न छोटो ब्रेक यस्तो गराउनु पर्यो यार त्यो त हजुरले बनाउनु त पुष्पाला आउनै पुष्पा यसमा त एकचोटि मेरो बन्द गर्छु यो डाँडोमा हामी उक्लिँदैछौँ यो एउटा डाँडोबाट अर्को डाँडोमा आइया छ अहिले यो एकछिन बसेर खाजा खाएर हिँडेको अवस्था हो चिया खाइयो र्याप खाइयो अनि अर्को एउटा बिस्कुट जस्तो खाइयो यस्तै छ अब चाहिँ हामी यो देखेको डाँडामा जाँदैछौँ 2-3वटा डाँडा चाहिँ पार गर्दा आइयो अब बस्दै बस्दै खाँदै पिउँदै सुन्तला खाँदै बदाम खाँदै आइएको हो अब अघि तातो भयो भने अहिले अलिअलि चिसो भएको अनुभव भयो तर खासै चिसो छैन है आज यहाँ म साथीहरूलाई यसो देखाउँछु हेर्दै हुन्छ फुलहरू पहेँलो फुले यस्तो पानीको यो पुल पनि देखियो होला हेर्नु सानो पुल सङ्घर्ष गर्दै गर्दै आइएछ बाटो साह्रै राम्रो सानो पुल तरियो खतरा छ यो पहिला चाहिँ मान्छेहरू चाहिँ यो डाँडामा आएर चाहिँ भिडियोहरू पनि बनाउँदा रहेछन् बनाएको पनि छन् युट्युबहरूमा देख्न पाइन्छ यो डाँडामा आएर भिडियो बनाएको यो पहेँलो फुल चाहिँ के भन्छ फुललाई सो हेर्दा त चमेली फुल जस्तो देखेको तर कहाँ हुन्छ अरे चमेली फुल पहेँलो फुल रहेछ